रहेको जग्गा जमिनलाई चाहिँ हामीले यसरी पनि प्रयोग गर्न सकिन्छ। यो चाहिँ केरा खेती भइरहेको छ यो एरियामा। सबै जति पनि छ एरिया यो सब जङ्गलहरू थियो, यो सबै ठाउँमा यसरी जङ्गलहरू, यो झार जङ्गलहरू यसरी हटाएर यो बारी पहिला क्लियर गरेर त्यसपछि यसरी केरा रोपिएको छ। यहाँ देख्न सकिन्छ केरा चाहिँ यो पानी पर्ने सिजनमा रोप्नुपर्ने हुन्छ। त्यसपछि यति राम्रो भइसकेको छ। यो चाहिँ सानो बिरुवाहरू रोपिएको छ यहाँनिर भने माथि देखिएको केरा त्यो चाहिँ अलि पहिला नै भयो। यो चाहिँ बाँझो रहिरहेको जग्गालाई यसरी केरा खेतीमा परिणत भइरहेको छ। यो चाहिँ एकदम राम्रो काम हो। यसले चाहिँ राम्रो आम्दानी गर्न सकिन्छ। यसरी धेरै एरियामा छ। यो चाहिँ परसम्म यसले एरिया लिएको छ आफ्नो केरा खेतीको। यता माथि पनि छ भने यसरी पहाडमा रहेको बाँझो झार यसरी जङ्गल थियो कि यो सबै हटाएर काटेर यसरी खाली गरेको। अब 8-10 वर्षदेखि नै बाँझो भएको जग्गालाई यसरी सदुपयोग गऱ्यो भने चाहिँ राम्रो हुन्छ। यसले चाहिँ इन्कम पनि राम्रो दिन्छ। यो चाहिँ खासै दुःख गर्नु पर्दैन। एकचोटि रोपेपछि यसले वर्षौँ-वर्षसम्म फल दिन्छ। यसरी यता छ यो चाहिँ पहाडको जग्गा हो। यो चाहिँ एकदम हाम्रो पहिला जङ्गल चाहिँ यस्तो थियो। यसको जङ्गलहरू यो सब निकालेर यसरी फाडेर यसरी केरा खेती भइरहेछ। यो चाहिँ यो अझ हटाउनु बाँकी नै रहेछ। यो 1 वर्ष अगाडि रोपेको होला। यो 1-2 वर्ष अगाडि रोपेको केराहरूको चाहिँ यसरी आइसकेको छ भने केरा यसरी 2-3 वर्षमा यस्तो धेरै उत्पादन हुन्छ एउटा बोटबाट भनेपछि यसको चाहिँ यसरी लाग्छ। यो चाहिँ भर्खर स्टार्ट भइरहेछ। यो धेरै ठुलो हुन्छ।